जेनजी आयोगको प्रतिवेदन सुशीला कार्की सरकारले सार्वजनिक गर्नुपर्ने दबाब थियो। यो सरकारले गर्ने या आगौँ बालेन सरकारले त्यसको प्रतिवेदन सार्वजनिक गर्ने गलफत्ती चलिरहेको बेलामा जनआस्था पत्रिकाले, जो नेपालको निकै पुरानो पत्रिका, यसका आफ्नै छविहरू छन्, यो पत्रिकाले सार्वजनिक गरेको छ आफ्नो अनलाइन संस्करणमा सरकारले गर्नुपर्ने एउटा महत्त्वपूर्ण अहम दस्तावेजलाई पत्रकारको पहल कदमीमा आफ्नो सञ्चार संस्थामा सार्वजनिक भएको छ। यसै जनआस्था साप्ताहिकका प्रधान सम्पादक, वरिष्ठ पत्रकार र नेपालको राजनीतिमा यस्ता जति पनि आयामहरू, घुम्तीहरू हामी सामना गर्छौँ त्यसको एकजना निरन्तरको साक्षी किशोर श्रेष्ठ नाम नै काफी छ। उहाँसँग यो जेनजी आयोगको प्रतिवेदन उहाँले कसरी हात पार्नु हो र अहिले यो एक हिसाबले एक्सक्लुसिभली अहिले सार्वजनिक भएको छ, सरकारको